Good morning everyone. आज एनसीएम ल्यान्डको लास्ट भ्लग अनि आज चाहिँ च्याम्पियन रस छ अनि आई होप टिम्सहरू राम्रो खेल्लान्। यता दादा हुनुहुन्छ, दादा अलमोस्ट रेडी, भित्र सजवल दाइ हुनुहुन्छ अनि यहाँ वीरेन दाइ हुनुहुन्छ। सो वी आर अलमोस्ट रेडी टु गो। वी आर जस्ट वेटिङ फर आवर ट्याक्सी एन्ड वी विल बी मेकिङ यु देयर स्ट्रेट। अनि फेरि हामीहरू सिधै घरबाट आयौँ, यता कारबाट हामीहरू उत्रौँ, त्यसपछि वीरेन दाइ उत्रिनु भयो, फेरि उताबाट सजवल दाइ पनि उत्रिनु भयो। बिहान बिहान हामीहरू सिधै स्ट्रेट वाज अब खिर भात आई गेस। सो करेन्टली वी आर जस्ट गोइङ। अब देखिनु भयो भने म होइन दाइ हामी कहाँ जाने अब हामी यसो नास्ता खान, खिर खान अरे खिर आज त यसमा लास्ट टाइमसम्म देखियो होला है। कपाल मिल्नु भयो, कपाल बाइक सबै त्यो त कहिले देखिने छ भाइ। जोक्स त साइड गाइस, आज पुरै फर्मलमा छु भनौँ हल्का हल्का। अनि वी आर हेडिङ टुवर्ड्स अनि अब वी आर हेडिङ टुवर्ड्स आवर नास्ता पानी। अनि यता पुगेको त यता पनि लास्टै भिड थियो आज। आहा क्या पुरै मान्छेहरू यहाँ आफ्नो खाना लिइरहेको थियो। खासै यहाँ त हरिफ छ त यार, भिड त लास्टै छ त हजुर। ओके ओके एभ्रिवान, सबै भ्युअरलाई चाहिँ ह्याप्पी साउन 15। अनि त्यताको भिड हेरेर हामीहरूले खाना खाने प्लान हल्का स्किप गऱ्यौँ। त्यसपछि यता प्रोडक्सन रुममा आएको त आज काजी सर प्रोडक्सन रुममा बसेको थियो। त्यसपछि फेरि हामीहरू अझै एकचोटि त वाच पार्टीतिर पनि गयौँ। यहाँ बसेको थियो हामीहरूको नेप्लीका प्लेयर्सहरू अगाडितर्फ हामीहरू सबलाई हेर्न पाइरहेको। त्यहाँनिर अर्को प्लेयरहरू पनि थियो। हजुरको इन्ट्रोडक्सन दाइ? मेरो नाम चाहिँ रोहित बर्तोला। बिस्तारै गर्दै गर्दै सबै आइरहन् मान्छेहरू। सन्धि दाइ भर्खर आउनु भयो अनि मैले कपाल सपाल मिलाउनु पर्ने छ। त्यसपछि हामीहरू नास्ता पानी खान जानुपर्ने पनि छ। यता हेर्न सक्नुहुन्छ तपाईँहरू माहौल चर्चित। अनि फेरि यहाँ रिनिस दाइलाई भेटेपछि हामीले खानाको कुपनको लागि यहाँ साइन गऱ्यौँ, नाम लेख्यौँ, साइन गऱ्यौँ प्रमेश दाइ र मैले। अनि त्यहाँबाट फेरि प्रमेश दाइको साइन सकेपछि प्रमेश दाइले पेन मलाई दिनुभयो अनि मैले पनि त्यहाँ आफ्नो ड्याङ 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 गर्दै साइन हानिदिएँ। क्या मस्त साइन बनाइदिएँ। अनि त्यसपछि हामीहरूले ठ्याक्क त्यहाँबाट 2वटा मजाको फुड कुपन दिनुभयो। अनि हामीहरू त्यो फुड कुपन लिएर यता आएको त यता अलरेडी दाइहरू हुनुहुन्थ्यो। ल गाइज, हु इज दिस? आइयो होला स्पार्सी के छ आजको स्ट्राटेजी? यता पछाडि सिद्धेश दाइ देखिनु भएन, सिद्धेश दाइ हाम्रो क्यामेराम्यान। अरू यता सब प्लेयर्सहरू दे आर जस्ट इन्जोइङ द फुड। यता HBX, यता छन् KTM, उता अर्को टिम छ, रमाइलो भइरहेको। पार्सीसँगको हल्का इन्टरेक्सन पछि फेरि मैले आफ्नो खानामा फोकस गर्दै थाल समातेँ, खाना लिएँ मजाले। अनि यहाँ पनि सबैजना प्लेयर्सहरू गेस्टहरू बसिरहेको थिए, खाना इन्जोय गरिरहेको थियो त्यति बेलै। हजुर हजुर यहाँ टन्नै यहाँ एउटा टोकन लिएर 2जनाको भाग खाने पनि टन्नै देखिरहेको छु मैले। यहाँ हातले छोपेछ जसले हो भन्छ त्यो पहिला भोजन त्यसपछि अनि पहिला खाना फेरि काम। सो गाइस, दिस इज द सिनेरियो। वान ओन्ली समीप दाइ, उता समीप दाइ अनि सब हुनुहुन्छ यहाँनिर प्रोडक्सन। अनि उता पार्सिनी हुनुहुन्छ अर्को दाइ उता। हजुर के आउनु त हो के हुँदो रहेछ भने होइन ट्याक्क उता देखाउनु त्यो खाना हाल्ने बेला केही हुँदैन, सरर आउँछ बक्स होइन। अचार हाल्ने बेला नि बग्छ, राजमा हाल्ने बेला नि मजाले बग्छ होइन, साग हाल्ने बेला नि मजाले बगेर आउँछ, यस्तो छिटो आउँछ त्यहाँ हेर। अब त्यो मासु त्यो चिकनको आइटमको पाली हुन्छ नि, त्यो एक प्लेटमा 2जना हल्ली अनि यहाँ चाहिँ लाइक हामीहरू झुसुदाइले मासु कति टाइमसम्म हाल्दा रहेछन् भन्ने कुरामा चाहिँ लागिरहेको थियौँ। सबै प्लेयर्सहरू खाना खाइरहेको थियो। झुसुदाइको चाहिँ हल्का हामीहरूले रमाइलो गर्न लागेको थियौँ यहाँनिर। अब है 1 2 3 4 5 15 सेकेन्डमा त पुलाउ हालेर अचार हालेर राजमा हालेर साग हालेर सक्यो। अर्को 15 सेकेन्ड
झुसे मात्रै अब त हेर खानु पनि नलाग्नु लागिसक्यो यार कहाँतिर आज ब्लग भइरहेको झुसेको बस्नु म उता बस्छु 15 सेकेन्ड लगाइदिनु पर्छ हामीलाई अनि खाना खाइसकेपछि फेरि हामीहरू नेप्क्युका प्लेयर्सहरूलाई हल्का भेट्न पनि गयौँ अनि त्यसपछि यतातिर आइयो यहाँ पनि सबैजना प्लेयर्सहरू एक आपसमा कुराकानी गरिरहेको थियो बातचित गरिरहेको थियो त्यति बेलै हाम्रो मुटुको टुक्रा एउटा काजी सर स्याड माहौलमा बस्नु भएको थियो अनि भित्र हाम्रो मुटुको टुक्रालाई हल्का कन्सोल गरेपछि फेरि हामीहरू बाहिरतिर आयौँ बाहिर दाजुको सम्झी राख्नेको मेन कारण के कसरी सम्झी नाम पर्यो सम्झी नाम कसरी भयो भने कलेजमा पढ्ने बेला चाहिँ प्लस टूमा पढ्ने बेला चाहिँ केटाहरूले रोहित सम्झी भन्ने विश्व सम्झी भन्ने होइन अनि त्यो सबै सम्झी मात्रै क्या जस्तै अब फेरि सम्झी भन्ने कि जसले पनि अनि त्यो त्यही राखिदिउँ भनेको अब रोहित काट्यो लो छ नि त त्यही भएर त्यस्तो भयो हल्का हल्का भिडबाट छुटेर क्राउडबाट आउट अफ द बक्स काजी भन्ने नाम भेरी ब्याड नेम हो हजुर लक्सी दो अर्को छ नि पछि रियलाइज भयो कि लक्ष्य जब पो बोलिरहेको छ अहिले उसले त मान्छे चिनेर जब एन्ट्री भइरहेको प्लेयर्सहरूको सबैको बिस्तारै रेन्जी उता दाइहरू अनि अब बिस्तारै सबैजना प्लेयर्सहरूको एन्ट्री हुन थालेको थियो आजको दिन हामीहरूको स्टार्ट मात्रै हुनेलाई थियो अब तपाईँ मजाले एन्ट्रीको इन्जोय गर्नु अनि हाम्रा अर्को काजी सर रमाइलो गरिरहेको थियौँ हामीहरू पनि त्यति बेला एन्ट्री हुन थाल्यो यहाँ सन्दीप दाईलाई बोलाएको थियौँ अब सन्दीप दाईको स्टाइलमा क्या डेन्जर एन्ट्री दिनुपर्छ भनेर सन्दीप दाईलाई बोलाइयो अनि त्यसपछि त्यतिर हामीहरू अरू दाईहरूसँग पनि इन्जोय गरिरहेको थियौँ यहाँ झुसी दाई सन्देश र म थियौँ अनि यता अरू सबै के गर्न लाग्यो अब रेस्लिङको अनि सिएमई पछि अरू सबै टिम्स आफ्नो पोजिसनमा बस्न थाले अनि त्यसपछि वी गट रेडी फर वान एन्ड ओन्ली नेसनल एन्थम हामीहरूको राष्ट्रगानको लागि हामी तयार भयौँ अनि यता रिनिस दाइ र म मजाले आफ्नो ब्लग सुट गरिरहेको थियौँ राष्ट्रगान चल्दै थियो अनि त्यसपछि गेम सुरु हुनु अगाडि हामीहरू एकचोटि कास्टिङ रुम अथवा हामीहरूको प्रोडक्सन रुमतिर पनि आयौँ त्यहाँ पनि रमाइलो गऱ्यौँ फेरि म बाहिर गएँ सिलका प्लेयर्सहरूसँग पनि हल्का भेटघाट गरेँ के छ चल बल दाइ पहिलो गेमपछि के छ स्थिति नाजुक छ यहाँ भाइ के हो बत्ती चाहिँ भाइ मलाई चाहिँ काम दिइरहने उल्टै अनि हल्का हो र स्पोर्ट्ससँग रमाइलो गरेपछि उहाँ काजी सर जानुभयो हातसाथ मिलाउनु अनि त्यसपछि फेरि हामीहरू अझै लाग्यो मान्छेहरू बसेर जाने सबै हजुरलाई होइन स्पार्सले देखायो अनि यहाँ लाइट गएको थियो सो सबै प्लेयर्सहरू हल्का लाइट आउने पर्खिरहेको थियो त्यति बेलै म भित्र गएँ रिनिस दाईसँग थम्नेलको लागि ट्यागको फोटो पनि लिइहालेँ क्या फ्रेम छ क्या माको ट्यागको 3 जना अनि त्यसपछि उहाँ सजवल दाई काम गर्दै हुनुहुन्थ्यो रिनिस दाईसँग म हल्का झिस्किरहेको थिएँ होइन मजाले त्यहाँ रिनिस दाईसँग बसेको थिएँ एन्ड अभियसली इट्स मी ह्यान्डसम बोय अनि त्यसपछि यता अगाडितिर दाईहरू सबै हुनुहुन्थ्यो पछाडि डेप्सर दाई हुनुहुन्थ्यो रमाइलो पक्कै नै भइरहेको थियो अनि डेप्सर दाई ठिक्क रिसाइहाल्नु भयो अनि डेप्सर दाई त्यहाँ च्यानल अनसब्सक्राइब गर्छु भिडियो डिसलाइक गर्छु भन्दै मलाई थर्काउँदै हुनुहुन्थ्यो अनि त्यसपछि म भित्र आएँ बाहिर इन्टरभ्यू भइरहेको थियो तर भित्र अभियसली खाजा पार्टी सबभन्दा मेन कुरा खाजा अनि त्यसपछि खाजाको पनि ट्याक्क सिनेम्याटिक्स लिएँ अनि त्यसपछि अझै एकचोटि बाहिरतिर गएँ बाहिर माहौल पुरा गरम भइरहेको थियो अनि त्यसपछि भित्र यता डेप्सर दाईसँग अझै झिस्किरहेको थिएँ त्यसपछि यहाँ प्लेयर्सहरूको अब तपाईँ एग्रेसन हेर्नु अनि यहाँ त पुरै डेन्जर माहौल हेरेपछि फेरि मलाई हल्का यसो तलमाथि हुने जस्तो केही न केही लागिसक्यो त्यो पछाडि सिएमई अगाडि हामी दामी र त्यसैले त्यसपछि फेरि म उहाँबाट उठेर सिधै भुडुहरूको यहाँनिर आएर मजाले भुडुलाई पनि हल्का यसो भिडियोमा लिदिएँ त्यसपछि अगाडितर्फ हामी हेर्न सक्दै थियौँ दादा ग्याङका प्लेयरहरू पनि पुरै अग्रेसनमा थिए सबैजना प्लेयर्सहरू र त्यो छोडेर म फेरि भित्र प्रोडक्सन रुममा आएँ र यहाँ पनि काम चलिरहेको थियो ब्याक टु ब्याक सबैजना काम गरिरहेको थिएँ र त्यसपछि
र यस्तो टेबल फोड मोबाइल फोड डोमिनेसन पश्चात फाइनली हो र स्पोर्ट्स लास्ट गेम बोया गरेर हामीहरूको एनसिएमटी बोया ब्लिट्ज सिजन 2 को च्याम्पियन बन्न पुगेर त्यसपछि हातसाथ मिलाए प्लेयर्सहरूले म भित्र आए अझै प्रोडक्सन रुममा यहाँ सबैजना कामै गरेका थिए बाहिर रिनिस दाई अब आफ्नो भ्लग सुट गरिरहेको थिएँ रिनिस दाई र म चाहिँ भ्लग मात्र सुट गरिरहेको थियौँ पुरै ल्यान्ड इभेन्टमा कसम चाहिँ बडा मजा आइरहेको थियो त्यसपछि म हल्का यसो वाकमा पनि निस्किन्छु फोटोसुटको लागि भन्दै बाहिरतिर निस्केँ यहाँनिर हामीहरूको क्यामराम्यान दाई पछाडि हो र स्पोर्ट्सको अब फोटोसुट चालु भइसकेको थियो रमाइलो पक्कै नै गर्दै थियौँ हामीहरू हो र स्पोर्ट्स पोज दिन सके थिए प्लेयर्सहरू बिस्तारै पोज दिँदै प्लेयर्सहरू आफ्नो फोटो खिचाउन थाले त्यसपछि यहाँ देख्न सक्दैछौँ हामीहरू मेडल्सहरू आइसकेका थियो फर्स्ट सेकेन्ड थर्ड हुने टिम्सहरूको लागि मेडल्स सर्टिफिकेट्सहरू सब आएको थियो हामीले अब आउने इभेन्टमा थर्ड पार्टी होस् अफिसियल हो हामी अपेक्षा राख्न सक्छौँ भ्युअर्सले यही तरिकाको डोमिनेसन यही तरिकाको परफर्मेन्स राख्न सक्छौँ छोटो मिठो एन्सर तर जति छोटो भए पनि एकदमै लामो थियो यात्रा ओरा स्पोर्ट्स बन्ने सिजन नम्बर 2 को विजेता ताइजुन अहिलेको त्यसपछि त्यहाँनिर सम्झी दाई सबैको इन्टरभ्यू लिन थाल्नुभयो कतिखेर भुडु कतिखेर स्याभेज कतिखेर रिनेश दाईको इन्टरभ्यू लिएपछि सबैको इन्टरभ्यू सकेपछि रिनेश दाई र पुरै हो र स्पोर्ट्स तलतिर उत्रिन थाले किनकि समथिङ मोर वेयर कमिङ तपाईँहरूको लागि धेरै नै नयाँ कुराहरू बचिरहेको छ केटा जस्ट भ्लगलाई इन्जोय गर्नु शब्द हुनेछौँ र साथसाथै मेरो लागि ट्रफी पनि छ दुईवटा मात्र ट्रफी छ अलिकति गाह्रो पर्ला त्यही पनि डिजर्भिङ टिमले जित्यो र पोटेन्सियल देखिएको छ इभन हाम्रो बाँकी रहेको 11औँ टिम जो जति हुन्छ तपाईँहरूले अझै मात्रामा फोन गर्न सक्नुहुन्छ चान्सेस छ तपाईँहरूले अझै मात्रामा भनौँ आफ्नो पुस्टअप देखाउनु होला इभन यो मात्र होइन प्लेटफर्म हामीसँग यो लगायत हामीसँग धेरै इभेन्टहरू आउनेवाला छ इभन हाम्रो एनसी दाइले ट्रफीको बारेमा टिम्सहरूको बारेमा सबैको बारेमा कुरा गर्नुभयो समीप दाइले अनि त्यसपछि हामीहरू अर्को चिजतर्फ लाग्यौँ गाइस हामीहरूको एनसिएमटी बोया ब्लिट्ज सिजन 2 को नेपालको वान अफ द बेस्ट साइज स्टप हो र लजालु मान्छे गाइस अब हामीहरू सिधै फोटोसुटको लागि आयो बाहिरतिर लागिरहँ उका गयो कालु कालु अगाडि फेरि म आफ्नो फोटोसुट गराउन फाइनली हामीहरू सबैको फोटोसुट गराउन बाहिर गयौँ यहाँनिर डेफ्चर दाइसँग सबैजना दाइहरू थिए मजाले फोटोसुट गराउँदै थिएँ आफ्नो त्यति बेला मैले पनि भने दाइ म पनि फोटो खिचाउने हजुरसँग भने अनि त्यसपछि हामीहरू सबैले फोटो खिच्यौँ यहाँ कास्टर्सहरू ओजी कास्टर्सको लाइनअपको फोटो खिच्यो र त्यसपछि हामीहरू पनि गयौँ फोटो खिच्नलाई सबै र त्यसपछि फेरि हामीहरू गयौँ आफ्नो फोटोसुटको लागि त्यहाँनिर सबैजना दाइसँग फेरि म पनि घुसिहालेँ घुसेपछि फोटो हामीहरूले मस्तवाला खिच्यौँ त्यसपछि मैले यहाँनिर स्टप्सलाई समातेँ अनि स्टपसँगको मेरो हर्का सानो वार्तालाप पछि यहाँनिर देख्न सक्दै थियौँ हामी समीप दाइले सबैको इन्टरभ्यू लिइरहेको थियो त्यसपछि हामीहरूको प्रोडक्सन हाउसको पनि समीप दाइले हल्का छोटो मिठो इन्टरभ्यू लिने भन्नुभयो ओके हाम्रो माझमा प्रोडक्सन टिमलाई फेरि स्वागत गर्न चाहे झुसी स्पोर्ट्सको लिड लिँदै हुँदै अशोक घिमिरे जो जतिले थाहा छैन हाम्रो भाइ अशोक घिमिरे झुसी स्पोर्ट्सको मेन लिडर अनि त्यसपछि प्रमिश भाइ त्यसपछि हाम्रो माझमा प्रोडक्सन टिम आइसकेको छ र के कस्तो भयो बिहाइन्ड द सिन्समा कतिको एक्सपेक्ट थियो र कस्तो भयो र कसरी सकियो यो कुरा तपाईँले बताउनु पर्यो अनि अब सबैभन्दा एक्साइटिङ थिङ त्यो इन्टरभ्यू पछि समीप दाइ भित्र आउनुभयो डान्स अनाउन्स गर्नलाई उहाँले प्रस्तुति लिएर आउनुहुन्छ अब तपाईँहरू के नै उता पनि डान्स इन्जोय गर्ने यहाँ हामीहरूको कास्टर्सहरूको प्रोड्युसर्सहरूको पनि डान्स इन्जोय गर्नु वहाँ पनि डान्स चलेको थियो यहाँ पनि डान्स चलेको थियो पुरै लाइक कम्पिटिसन टाइपको भइरहेको थियो कास्टर्स भर्सेस डान्सर्स
हजुर ननाच्ने नाचेको म कति नाच्नु अनि अब पालो आएको थियो टोकन अफ लभ अनि सर्टिफिकेट्सहरू बाँड्नलाई झुसुदाएपछि डेफ सर्ट दाईको पालो आयो टोकन अफ लभ लिन कोर्टमा हुनुहुन्छ किल जोन गेमिङ पार्टनर अनि त्यसपछि हाम्रो क्यामराम्यानलाई पनि त्यहाँ मिल्यो टोकन अफ लभ पछि धेरै सर्टिफिकेट्सहरू सजवल दाईलाई पनि मिले त्यहाँनिर सजवल दाईले पनि टोकन अफ लभ पाउनुभयो र अब त्यसपछि हाम्रो वान एन्ड ओन्ली मित्र अञ्जनजीलाई पनि सर्टिफिकेट मिल्यो मिस्टर काजे काजे अनि त्यसपछि काजी सरको पनि पाला आयो अनि काजी सर पछि अभियसली मेरो मलाई जान्छु मिस्टर लक्ष्मित आउने नेक्स्ट हुनुहुन्छ मिस्टर समीप अनि मलाई यति धेरै माया भएपछि त्यसपछि समीप दाई जानुभयो आफ्नो सर्टिफिकेट लिन र सर्टिफिकेटको सिलसिला अब चालु भयो त्यसपछि मैले आफ्नो सर्टिफिकेटको पनि मस्तवाला एउटा सानो सिनेम्याटिक लिएर त्यसपछि झुसुदाएँ Now I would like to invite Tuesday is for र झुसले जानुभयो अगाडि झुसुदाईको पनि थियो त्यहाँनिर सर्टिफिकेट Mr. Samir Guru. अनि यहाँ ब्लू होरा भाइले आफ्नो MVP को अवार्ड पायो अनि त्यसपछि हामी हेर्न सक्छौँ हामी दामी स्पोर्ट्स आफ्नो अवार्ड लिनलाई आइसक्नु भएको थियो
अनि अवार्ड र ट्रफीको इन्जोय गरेपछि यहाँ प्लेयर्सहरूसँग र रेनिस दाईसँग हल्का इन्टरोगेसन पनि भयो। लाइक अनि त्यसको साथ भाइले सपोर्ट गरे र हाम्रो कास्टिङहरू आउट अफ भ्याल्यु बनाएर जुन तरिकाले सपोर्ट गरिरहनु भएको थियो लिटरली भनेको जुन मैले एक्सपेक्ट गरिरहेको थिएँ त्योभन्दा पनि बढी चाहिँ उहाँहरूले सपोर्ट दिनुभयो कि अनि फेरि झुसे दाई पछि हामीहरूको डेफसट दाईसँग र सबैसँग बिस्तारै दाई उता सरले हाम्रो इन्टरभ्यू लिन थाल्नु भएको थियो। डेफसट दाईसँग पनि इन्टरभ्यू लिगे सरले। अनि डेफसट दाईको आफ्नो इन्टरभ्यू पछि दाईले हामीहरूलाई पनि इन्टरभ्यू लिने भन्दै एक गर्दै एकअर्कालाई हामी अगाडि बोलाउन थाल्यौँ। Someday, please come. Thank you so much. त्यसपछि हामीले अर्जुन ऋषि एडम म आएँ अब अर्को हाम्रो साथी समीर वेलकम समीर Now I would like to invite my one and only brother, Juicy Lai. सबैजना आइसक्नु भएको छ तर म अझै पनि एउटा मेरो बिहा र भाइ बोलाउन चाहन्छु काजी सबैजना आइसक्नु भएको छ र अनि हामी सबै फ्रेममा आएपछि उता डेफसट दाईले हामीहरूको इन्टरभ्यू लिने भन्नुभयो। म लिदिहालौँ है ल आई होप सबैजना हुन त फर्स्ट टाइमै होला अन्जानलाई छोडेर ओभरअल एनसिएमटी कलेजको इभेन्टमा आएको हुन आज अब अन्जान अफिसियल कास्टको भन्दा पनि केही फरक नपर्ला एनसिएमटी कलेजको र अरूले आज ओभरअल 900 प्लस लाइभ वाचिङको जुन रिच थियो वी हेभ कम्प्लिटेड वान्टीको लाइक आज थियो तर या आई लाइक टु स्पेसली थ्याङ्क आफ्नो पर्सनल साइडबाट सम्झिँदैलाई होइन जुन वेमा उहाँको एङ्करिङबाट सुरु भएको जुन भ्युजको फ्लो थियो वाइल्डै गएको थियो र यहाँ के थियो त आज के खाएर आउनु भएको थियो त्यस्तो जोसको लागि म आज बिहान 5:30 बजे हिँडेको अनि त्यसपछि बिचमा खाजा खाने ठाउँमा चाहिँ दुधको चिया खान खोजेको मैले त्यसपछि खाएँ लेमन हट लेमन मगाएको थियो पाएन अनि फिका चिया खाएँ सायद त्यो फिका चियाले नै मलाई फिका चिया खाएँ पेट फिका छ तर इनर्जी पक्कै पनि र त्यो इन्टरभ्यू सेसन पछि आजको दिन एनसिएमटी बोया ब्लड सिजन 2 र यो भ्लग तिनटै कुरा यही समाप्त भयो। लाइक गरिदियो सब्सक्राइब गरिदियो अनि माया देखाइदियो भाइलाई। डे 7 को भ्लग यही एन्ड भयो। ल भन्नु भने डे 7 को भ्लग यही एन्ड भयो गाइस।